साथीहरू कसले ड्रागन फ्रुट रोप्नु भएको छ, यदि रोप्नु भएको छ भने यसरी ड्रागन फ्रुटको चाहिँ माथिको टुप्पो चाहिँ काट्दियो भने चाहिँ यसरी नयाँ हाँगाहरू आउँदो रहेछ होइन। ओ माई गड, यसपालि त मेरो त यति धेरै आएको छ। सबैमा 101 सबैमा आएको छ। त्यही भएर सबैले आफ्नो ड्रागन फ्रुटको हाँगाहरू काटेर यत्रोसम्ममा आएको छ कि, त्यही भएर कति खाने, एउटै बोटमा कतिवटा हाँगा आएको छ। आम्मामामामा यत्रो वर्ष ढलिमली गरेर आएको थियो, यसपालि यत्रो बच्चा ब्याएर आयो। ल हेर्नु त, टुप्पो मात्र के काट्दिएको थिएँ, सबैमा आइसक्यो। साध्यै छैन कि। अन्त अनि ड्रागन फ्रुट मात्रै नभएर सबै बिरुवाहरूको कलम काट्यो भने चाहिँ यसरी नयाँ उयस त आउँदो रहेछ होइन, बच्चाहरू आउँदो रहेछ। अनि त्यो बच्चा नभएर कति हाम्रो समाजमा दाजुभाइ दिदीबहिनीहरूलाई कति समस्या परेको हुन्छ। अनि उहाँहरूले ढिलो बच्चा हुन्छ, कसैको बच्चा हुँदैन, आमा बाबा हुने सौभाग्यबाट उहाँहरू वञ्चित हुनुहुन्छ। अनि उहाँहरू पनि त्यो टुप्पो छाट्यो भने चाहिँ यस्तै गरी बच्चाहरू जन्मिन्छन् कि जस्तो पनि लाग्यो कि मलाई। हेर्नु त, यसपालि त कति धेरै हाँगा आएको त हो नि। हेर्नु त, सम्म यति दुईवटा बोटमा सलक्क 3-4वटा राई थिएन। आफै दङ्ग खाएको छु कि मैले, यति आएछ नि आमामामामा, यति आएछ नि आउन पनि। सबैले आफ्नो ड्रागन फ्रुटको यस्तो टुप्पो काटिदिनु होला साथीहरू भनेर जानकारी गराएको छु मैले। भिडियो चाहिँ लामो भयो। अनि मेरो स्ट्रबेरी एकताको त राम्रै फलेको थियो, अब यसपालि फेरि फल्छ होला। तर साथीहरू स्ट्रबेरी चाहिँ चराले खानै नदिने रहेछ कि। यो चाहिँ अफ सिजनको स्ट्रबेरी के, सिजन छैन होइन होला नि त। अनि मेरो सुन्तला चाहिँ 1000वटा दाना लाग्छ, तर हावाले सब उडाइदिन्छ, त्यही भएर सुन्तला। अनि यिनीहरू चाहिँ मैले यसपालि फालिदिने, मैले यिनीहरूलाई धेरै हाइटमा भएर पनि होला। अनि एउटा नबुझेको कुरा के, यो के अरे लेमन ग्रास चाहिँ आफ्नोमा नहुँदा चाहिँ ओहो कसैका गएर चियामा हालेर दियो भने पनि कति स्वर्गै हिरा मोती दिए जस्तो लाग्थ्यो। अहिले आफ्नोमा हुँदाखेरि वास्ता छैन। जुन चिज आफूसँग छ त्यो चिजको भ्यालु हुन्न भनेर मैले धेरैचोटि स्ट्रबेरीको नयाँ हो नयाँ। अनि एलोभेरा छ, त्यहाँ पनि स्ट्रबेरी फलिरहेको छ, अफ सिजनको स्ट्रबेरी। मेरो मेहनतको फल मिठो हुन्छ कि हुन्न खै। फेरि अस्तितिर त खुब खान्थ्यो त, यो अफ सिजनको त नखाँदा चराले फेरि यसरी खाइदिने कि। अनि राम्रो चाहिँ चराले खाइदिइहाल्ने यस्तै। त्यही भएर जसलाई पनि राम्रो नै मिठो हुन्छ ल। ड्रागन फ्रुटको चाहिँ मलाई चाहिँ यसपालि चाहिँ अचम्म पाराको आएको छ क्या। अनि अर्को कुरा साथीहरू, जिरेनियम, यो लहरा जाने जिरेनियम कसले रोप्नु भएको छ होइन। मैले चाहिँ यसपालि धेरै मेरो जिरेनियम फुलहरू यस्तो राम्रो भएको थियो नि त, कलरमा। अब कस्तो मिठो कलर चाहिँ। अनि एउटा कलर भयो, यो 2टा कलर भयो, 3टा कलर भयो। अनि त्यसपछि यसले 4टा कलर भयो, 5वटा कलर, 6वटा कलरको छ मसँग जिरेनियम चाहिँ, 6वटा कलर। अनि एउटा कुरा पनि मैले साथीहरूले सेयर गर्दैछु, साथीहरू यो जिरेनियमको पनि बिउ हुँदो रहेछ कि साथीहरू। यसरी थाहा हुन्छ कि यस्तो होइन, यसरी समात्दाखेरि भित्र दाना छ भने चाहिँ यो चाहिँ बिउ है। बिउ भएको चाहिँ यस्तोमा यसरी छाम्दै थाहा हुन्छ कि भित्र पोटिलो हुँदो रहेछ। मलाई कति काटेर फाल्छु नि होइन, मलाई चाहिँ यस्तोहरू सबै हाल्नु मन लाग्छ नि। त्यो निकाल्दाखेरि त्यो पनि निकाल्छु, अनि मलाई वास्तै हुन्न थियो कि। मलाई यस्तोहरू चाहिँ राखिराख्नु मन लाग्दैन फुलिसकेपछि। अनि पातहरू, सुकेको पातहरू पनि झिक्छु होइन।
अनि त्यही भएर म टिपेर फ्यालिहाल्थेँ, काटेर फ्यालिहाल्थेँ होइन। अनि मैले चाहिँ यसपालि चाहिँ पत्ता लाग्यो कि जिरेनियमको नि बिउ हुँदो रहेछ भनेर के। अनि यसरी त्यो कोपीले लागेको ठाउँमै कुनै चाहिँ बिउ आउँदो रहेछ क्या। त्यही भएर अब चाहिँ मैले जिरेनियमको यो चाहिँ रोज जिरेनियम हेर्नु त, जिरेनियमको पनि जात पनि कति यस्तो म चाहिँ फालिहाल्थेँ होइन, थाहा नथ्यो मलाई यस्तो यो उहिलेकोहरू कस्तो यस्तो टिपेपछि कति राम्रो हुन्छ नि। अनि त्यसमा चाहिँ टिपेर फालिहाल्थेँ। तर त्यहाँ चाहिँ माल हुँदो रहेछ, माल। अनि यो काँडै फुल हेर्नु त कस्तो राम्रो, टुसुक्क फुल्ने के, काँडै काँडा। त्यही भएर यहाँ काँडा छ होइन, तर काँडामा पनि यस्तो राम्रो फुल फुल्छ हेर्नु। त्यही भएर छुच्चो बोल्ने स्ट्रेट मान्छेको मन पापी हुँदैन, ऊ सत्य बोल्छ तर एकदम सफा मनको हुन्छ क्या। जस्तै यो काँडा छ नि यहाँनिर, आम्मा हेर्नु त, तर यहाँनिर त कस्तो दामी फुल फुलेको। त्यही भएर साथीहरू छुच्चो बोल्ने, धेरै बोल्ने, ठुलो स्वरले बोल्ने। अनि मेरो चाहिँ यहाँनिर यसलाई पनि जुन बिरुवाको नि टुप्पो चाहिँ काटेर फालेपछि चाहिँ के आउँदो रहेछ त, यसरी हाँगा पलाएर कोपी आउँदो रहेछ। अनि यहाँ मेरो के छ, मिन्ट पुदिना छ, पुदिना होइन। अनि यहाँनिर मैले चाहिँ ऊ पनि रोपेको छु, के अरे यो दुबो गणेश भगवान्लाई। अनि यहाँनिर पूजा गरेर फ्यालेको ठाउँमा पनि उम्रिएर सयपत्री यसो राखेको, यस्तो भएको छ। यसो पूजापाठ गर्दाखेरि फुल चाहिन्छ होइन। अनि मेरो अम्बा, यसपालि चाहिँ अम्बा, पोहोर साल चाहिँ यसको हाँगा काटेको, त्यही भएर यसपालि चाहिँ एकदम धेरै फल लागेको छ। पोहोर चाहिँ 3-4 दाना फलेको थियो, यसरी काटिदिएको थियो पोहोरको साल। अनि त्यही भएर चाहिँ त्यति फलेन, यसपालि चाहिँ म्याक्सिमम नै फल्ला जस्तो छ। सबै फुल लाग्नु थालेको छ, यस्तो हुन्छ क्या म्याक्सिममै। अनि यहाँ मेरो खाना फल नलागे पनि जे होस् ऊ हुन्छ, यो सजावटको लागि। सायद सुन्तला होला, यो पनि नाब उम्रेको। अनि यहाँ पनि छ यो सेतो जिरेनियम भयो, यस्तो कि यस्तोमा चाहिँ हुँदो रहेछ क्या दाना, सिड बिउ क्या, यस्तो चुच्चोवाला यस्तोमा चाहिँ हुँदो रहेछ भनेर मैले जानकारी पाएँ यसपालिबाट। म चाहिँ यसरी गोड्दै यसरी फ्यालिहाल्दै गर्छु होइन। बल्ल पो थाहा पाएँ त मैले यसको के रहेछ राज भनेर। अनि यो सानो भाँडाको फुल पनि मैले जोगाएको छु, सानो थियो यसले, मलाई सास मात्रै थियो, यति मिहिनेत गरेँ नि यसलाई मैले यति पार्नुलाई। अब चाहिँ यसले पनि केही गर्दैन जस्तो छ, यस्तो राम्रो छ यहाँ। त्यही हो साथीहरू, यस्तो दामी कलरको जिरेनियम छ भने मेरो घरमा यसपालि सिड आउनेको यस्तो हुन्छ, यसमा चाहिँ छैन है। त्यही भएर यस्तो छ साथीहरू, मेरो असिनाले यसपालि धेरै फुलहरू नाश गरिदियो। अनि अब यो अनि सबैभन्दा मेन चाहिँ यो के भन्छ, यो गोदावरीको चाहिँ यसरी टुप्पो भागिदिने। अनि गोदावरीको पनि यसरी हाँगाहरू आउँछ, ब्रान्च के यहीँ आउँछ। अब यो चाहिँ तिहारलाई हुन्छ नि त, अनि त्यही भएर अब यसलाई चाहिँ यसो गमलाले सार्नु छ मैले। यो पनि फुलै होला, मैले निकालिदिएँ। अब यसो यिनीहरूलाई चाहिँ गमला लिएर सार्नुपर्ने हुन्छ, अलिक ठुलो गमलामा होइन। अनि एउटा काँडे धनियाँ पनि छ बिचभित्रै। यो काँडे धनियाँ चाहिँ फेरि एकदम मनपर्छ मलाई पनि। पहिला गाउँमा आलुसँग उसिनेर पिसेको यस्तो मिठो हुन्थ्यो होइन काँडे धनियाँ, ओहो। र त्यही हो साथीहरू, अब यहाँ पनि छ जिरेनियमको त्यही हो, यस्तै छ घरायसी गन्थन होइन। म चाहिँ मेरो सबै आज मेरो चैत वैशाखको महिनामा के छ त मैले रोपेको कुराहरू भनेर मैले साथीहरूलाई सेयर गरेँ। साथीहरू यो पनि फुल्नु आँटेको। अनि यो मलाई यो बेगमबल्लीले चाहिँ मैले 350 मा किनेको बेगमबल्ली, तर 3 वर्षै 4 वर्षै भयो होला। यसले चाहिँ मलाई कहिल्यै भरोसा दिएको छैन है बेगमबल्लीले चाहिँ। मान्छेको ठाउँ घरमा यस्तो दामी बेगमबल्ली देख्छु, मेरो चाहिँ छैन। यो चाहिँ बिउ के, बिउ त पोहोरको टन्नै छ, यति धेरै ओ माई गड।
खाँदा खाँदा वाक्कै दिक्क भएको यहाँ क्रेटमा थियो त्यो लेटस त एकचोटि छरेपछि आफै झरेर उम्रिने चेत्ता पाएँ त्यहाँ उम्रिने कि यति चाहिँ बिउ राखेको अझ उखालेको क्या मैले अनि मैले यहाँ धनियाँ छरेको थिएँ साथीहरू एक कुन्टा कता कता के हो धनियाँ हो कि के हो यो जापानिज हो जस्तो छ यो छरेको थिएँ अनि यो मलाई सेटिस्फाई चाहिँ मलाई यो लालु पातेर त्यो अहिलेको बेगमबलीले चाहिँ मलाई सन्तुष्टि दिएको छैन साथीहरू अनि यो रोज पनि मैले यसपालि चाहिँ हाँगा यहाँनिर टुप्पो काटिदिएको यसरी हाँगा आयो कि यता हाँगा आयो कि नत्र एउटै मात्र लिन्टिङ्ग जाने त्यही भएर जुनै पनि बोट बिरुवाको टुप्पो चाहिँ हामीले उ गर्नुपर्ने रहेछ कि के भन्छ त्यसले खसी पार्नुपर्ने रहेछ खसी बाख्रा बोका चाहिँ खसी पार्यो भने बच्चा नहुने अनि बोट बिरुवाले चाहिँ खसी पार्यो भने सप्रिने ल हेर्नु त साथीहरू हेर्नु सक्नुहुन्छ साथीहरू मेरो मनी प्लान्ट यसपालि नयाँ बिरुवा राखेको मैले नयाँ सारेको कटिङ गरेर सारेको मैले यस्तो लामो थियो माथि सप्रिया सुला ल हेर्नु साथीहरू लकी प्लान्ट यस्तो ठुलो छ बिरुवा राखेको यहाँ मात्रै तल छ दुईवटा क्रिस्टेल चाहिँ कहिले हो ठुलो हुने यस्तो छ क्रिस्टेल परेको असिनाले गर्दै सबै दाग पारिदिएको छु साथीहरू यहाँ असिना यताबाट यो साइडबाट असिना आएर यहाँ असिनाको रास थियो अनि यहाँ मेरो प्लान यस्तो भइदियो दुईवटा चाहिँ यहाँ छ धन्यवाद साथीहरू मेरो भिडियोलाई हेरिदिनु होला बोले हामी के खान्छौँ रे मलाई के थाहा हो आई डोन्ट नो हामी कहाँ जाएछौँ रे पिम्बहाल सुनेको भए पो केही कुरा कहाँ बिग्रेछ भने त या हामी गाउँको मान्छे रे गाउँको मान्छे रे गाउँको होस् या सहरकै होस् नि गाउँको मान्छेले हेपा नि गाउँको मान्छेले हेपा म गाउँले भएको है म काम सुन्दैन थिएँ अब ऊ यस्ता छ यु हर्ड द्याट नो माइके लारेले अफकोर्स सुनिहाल्छु नि Meraki. Okay, Meraki is also good, I guess. मलाई यस्तो प्यान्ट लाउनु थियो यार यो लाएर मम्मीले मान्नु पर्यो नि त कस्तो यार उता गइसकेर मैले के थाहा So yeah, I guess we are मलाई long skirt किन्नु मन थियो long skirt यस्तो लाउनु पर्छ बरु long skirt लाकै राम्रो यो भन्दा Yeah, so we're we यता आइबम This is no म पछि यो काट्दै हो कि के हुनाले बनाउँछु पठाइदिनु न त पठाइदिनु Then do it Finally Nicolene oh wait no I just must check Yeah, where क्यामेरामा राख्न देखाएको हौ कहाँ होला कहाँ बस्नु Yes, this is avocado for dye and this is for me red velvet mug cake Yes, that's all Yeah, तपाईको नि Oh, I forgot. So yeah, हामी चाहिँ यसो
खाएर निक्लिसक्यो मेरो चाहिँ थोरै टाउको दुखिरहेछ एन्ड हियर वी आर इन आवर ओल्ड स्कुल वा लियोन दाई भन्ने मान्छे चाहिँ यही स्कुलबाट पास आउट भएको हो म चाहिँ यही स्कुल पढ्थेँ तर स्कुल चेन्ज भयो मेरो 2-3 चोटि या अनि हामी अहिले कहाँ छौँ मिडल अफ द स्ट्रिट ढाबा घर अब म कहिले यस्तो ठाउँ गएको छुइनँ यार यही स्कुल पढायो है तिमीले के बिर्सिदिन बच्चा बेला हो नि त यार अहिले पो गएको छुइनँ त या टाउको दुखिरहेछ द्याट्स अल अब घर पुगेर हेरौँ तपाईँले यसो केही बोल्नु म त केही बोल्दिनँ मलाई केही बोलेन बोलेकै त टोटली ब्रोक राइट नाउ हैन अरु केही छैन 2500 त हो ओ के 100 रे 100 रे के 1000 त कति 1000 होला नि 25 अबे 25 रे 2500 अति भन्ने के त्यसको मात्र 4800 हो नो इट्स जहाँ अब त्यसको मात्र 4800 हो कति झुट भन्छ यार You have the receipt के हो स्टेटमेन्ट छ नि त स्टेटमेन्ट भएर मसँग स्टेटमेन्ट छ कान्ट यु सी अति भन्ने मैले किन भिडियो बनाउन लाग्यो भिडियो बनाउन मन लाग्यो भन्दा मलाई बनाउन मन लाग्यो द्याट्स व्हाई हैन इट्स सो गुड सो हामी आजको भ्लग केही अन्त गर्न गइरहेको छौँ हामी दुईजना दाजु बहिनीको यता आउनु के दुईजना दाजु बहिनीको अब के किन्नु भएको छ खेल्नु मन लाग्यो हेरौँ आउनु न तपाईँको मुख हेर्नु त मलाई नहेर्नु मैले भयो याप वेस्टमा मुखमा परेको छ याप यो चाहिँ वेस्टमा लाउने हजुरलाई थाहा नै छ होला ल कहाँबाट आयो अनि या यो चाहिँ कसले युज गरेर छैन आफै त कति नचाहिन्छ यो मात्र होला हो न यस कस्तो क्युट छ हजुर एकछिन कस्तो क्युट छ के भयो ओ यसको भित्र के छ ए के हालिदिएको सरप्राइज हाल्नु सक्छ नि अब के थाहा यस्तो यो नि वेस्टको होला होइन राम्रो लाग्यो निकाल्यो त यार निकाल पहिले सक्नु It's so beautiful. Fucking job. गाडी बनाउने यसमा राम्रो लाग्यो कसो लाउँदो रहेछ अनि बनाउनेमा अनि यहाँ दिस इज माई फेभरेट अघि देखाएको थियो तपाईँलाई अझै छ नेभर इन्डिङ रहेछ मलाई चाहिँ होइन खासमा खोलिहाल्नु मन थियो अनि के यतिकै अच्छा नि खाइन धेरै ओ यो अट्छ अट्दैन मलाई
कति भयो And this, that's all. अझै एउटा छ के छ अरे सी म कति थोरै किनेछु कति थोरै तर महँगो छ नि त ल यति भन्दै आजको मिनी त छैन होला यार यति भन्दै आजको म ब्लग यही अन्त्य गर्नेवाला छु सब्सक्राइब टु आवर च्यानल लाइक कमेन्ट होइन सब्सक्राइब टु आवर च्यानल भन न सब्सक्राइब टु आवर च्यानल लाइक कमेन्ट and share. Bye bye.